Hello everyone, welcome to my first vlog. आज हामी घुम्न जाने प्लान थियो नाम्बातिर दुवैजना रेडी भएर निस्क्यौँ। बाबुलाई स्कुल पुर्याइदियौँ 8:30 बजी 9 बजीतिर हामी निस्क्यौँ। आजको मौसम त्यति राम्रो थिएन। त्यसपछि हामी जेपी ब्याङ्कबाट हल्का क्यास निकालेर ओसाका सिटी बस चढेर निस्कुजो स्टेसन गयौँ। स्टेसनमा हामी एकछिन ट्रेनको वेटिङमा थियौँ। यतिकैमा ट्रेन पनि आयो। बिजी आवर भएर होला ट्रेनमा सिट पाउनै गाह्रो भयो। अनि हामी उभियौँ बाहिर भ्यू हेर्दै। मेरो कानमा एयरपोर्ट कहिले नछुट्ने फेरि। हामी त्यसपछि निस्क्यौँ स्टेसनबाट बाहिर। बिहान खाजा खाएकै थिएन, भोक लागिरहेको थियो। घाँस गएर खानाहरू अर्डर गऱ्यौँ। खाना पनि मिठो भयो। त्यसपछि त्यहाँबाट निस्केर यसो चस्मा पसलतिर छिरेको, मन परेन खासै। अनि मेरो बाबुलाई मनपर्ने यो वजिसाङ केक, त्यहाँ गएर हामीले एउटा केक लियौँ। अनि नाम्बातिर घुम्यौँ, भिडियोहरू गऱ्यौँ। एप्पल स्टोरतिर पनि यसो छिर्यौँ। नाम्बाको पुल मेन ठाउँ खासै बिजी थिएन, विकडेज भएर होला, नत्र लास्टै भिड हुन्थ्यो यहाँ। त्यसपछि हामी डाइसोमा केही इम्पोर्टेन्ट सामानहरू किन्न गयौँ। अनि नाम्बाको यो चिकन त छुटाउनै भएन, मिठो स्पाइसी। अनि परेवाले पनि खायो एक पिस, नन भेज रहेछ परेवा। अनि हामी एउटा केक लिएर घर फर्क्यौँ बेलुका, बाबु लिन हतार हुन्छ भन्दै। बाई बाई।